भजन संग्रहको पुस्तक भजन 5। सुरक्षाको निम्ति प्रार्थना। संगीत निर्देशकको निम्ति बाँसुरीको साथमा गाउने दाउदको भजन। हे परम प्रभु, मेरा वचनहरूमा कान थाप्नुहोस्, मेरो सुस्केरामा ध्यान दिनुहोस्। हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो दुहाई सुनिदिनुहोस्, किनकि तपाईमा नै म प्रार्थना गर्दछु। हे परम प्रभु, बिहानै तपाईले मेरो स्वर सुन्नुहुन्छ। सबेरै तपाईको अघि मेरो प्रार्थना राख्दछु र आशामा पर्खन्छु। तपाई दुष्टतामा प्रसन्न हुने परमेश्वर हुनुहुन्न। खराबी तपाईमा वास गर्न सक्दैन। घमण्डी मानिस तपाईको सामु टिक्नै सक्दैन। दुष्ट काम गर्नेहरू सबैलाई तपाई घृणा गर्नुहुन्छ। झुट बोल्नेहरूलाई तपाई नाश गर्नुहुन्छ। परम प्रभुले हत्याराहरू र छल गर्नेहरूलाई घृणा गर्नुहुन्छ। तर म चाहिँ तपाईको अपार कृपाको कारणद्वारा तपाईको भवन भित्र पस्नेछु। भक्ति साथ तपाईको पवित्र मन्दिरतिर फर्की दण्डवत गर्नेछु। हे परम प्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईको धार्मिकतामा मलाई डोर्याउनुहोस्। तपाईको मार्ग मेरो सामुन्ने सोझो पारिदिनुहोस्। तिनीहरूको मुखमा सत्यता छैन अनि तिनीहरूको हृदय दुष्टताले भरिएको छ। तिनीहरूको घोक्रो खुला चिहान हो अनि आफ्नो जिब्रोले तिनीहरू छलका कुरा बोल्छन्। हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्। आफ्नै जाल तिनीहरूका पतनको कारण होस्। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्, किनकि तिनीहरूले तपाईको विरुद्धमा विद्रोह गरेका छन्। तर तपाईमा शरण लिनेहरू चाहिँ रमाउन् र तिनीहरू सधैँ हर्षले गाउन्। तपाईले नै तिनीहरूको रक्षा गर्नुहोस् र तपाईको नाउँलाई प्रेम गर्नेहरू तपाईमा आनन्दित हुन्। किनकि हे परम प्रभु, तपाईले धर्मीहरूलाई आशिष दिनुहुन्छ। ढालले रक्षा गरे झैं आफ्नो कृपा दृष्टिले तिनीहरूलाई घेरी राख्नुहुन्छ।